वेलकम ब्याक इन माई न्यू भिडियो। मलाई मेरो एउटा साथीले गरिदिएको छ च्यालेन्ज अनि 1v1 कस्टमको च्यालेन्ज। त्यसले सोचेको कि म एकदम नुब्रा जो रियल हो म जस्तो बट मतलब हजुरले हेर्नु कि मेरो प्रोफाइल हेरेपछि सबै ढल्छन् के। बटले के मार्ला 7-0 हानिदिन्छु भाइ तँलाई त। 2 राउन्ड जितेर 7-0 गरे। 2 राउन्ड त भाइ त 2 राउन्ड धेरै भयो। 1 राउन्ड ए त्यो धेरै भनेको हैन के। कस्तो मान्छे हो यार। ओन्ली वान ट्याप कस्टम है। मैले कुन बन्डल लिएँ यो कुन बन्डल हो यार मलाई तँ भन। त्यो तिमीलाई थाहा होला यो कोलाई थाहा यो भन है त ल साथीहरु। अन्सु बन्डल हु डोन्ट नो अन्सु बन्डल। तिम्रो मुखबाट त अन्सु बाहेक अरु के निक्लिन्छ कि नै? साथीहरु यहाँ सुन्नु मेरो कुरा को अन्सु भन्ने यिनको स्कुलको साथी हो अन्सु भन्ने। अनि रुकाई नमारै मैले यहाँ सब्स्क्राइबरहरुलाई मेरो भ्युअरहरुलाई गाइस यो कसको बन्डल हो मलाई यहाँ कमेन्टमा भन्नु है त ल। नेपाली प्लेयर हामी जस्तो पुरा नेपाली मतलब नम्बर 1 मा राख्दै के यो गेम मोडको युजरले नि। ब्रो आई एम द सस्ता वाला तो यूट्यूबर। मसित थोरै भने मुभमेन्ट स्पिड त खाइ। वन टैप खाल लोभी में जा। वन्स पंच मैन ब्रो गाइस एक गोलीमा मार्नै पर्छ है। अब त यसरी यसरी हान्न हुन्न अब किनकि हामी वन पंच मैन को सामान युज गरे। अनि ल मैले के भने मेरो साथीहरु हजुरलाई ब्रो युजिङ डेजर्ट इगल बट कान्ट बीट मी। ब्रो 7-0 त हान्छु होला नि यार। आई मेरो गुल मैले त नदबेको ओए मलाई लाएन। ए मम्मी ब्रो showing me emote there. Hello guys, I am under the water. Under the water no under the sea. Sorry bro, I am the One Punch Man fan. हुन त म One Punch Man अझैसम्म हेरेकै छैन। मैले अझैसम्म 2टा मात्रै एनिमे हेरेको। तँ पनि कुन थाहा? एउटा पोकेमन अर्को वन पिस। दुई हैन यार अलि हेरेको यार। हिन्दीको डब हेर्दै एउटा रियलमा हेरेर। मेरो मर्जी मैले रियल नै हेर्छु नि भाइ। मेरो मर्जी हो नि म जे गरे नि। हेरेकै गनिन्छ। ल हामी एनिमेमा पुग्यौं गेमबाट। अनि एकैछिनपछि अब कहाँ पुग्छौं? कार्टुनमा पुग्छौं। ब्रो मेरो गुलवाल नदबेको गुलवाल नलाको भन। ए के नमरेको रे यो नुबडा पनि। हाइ बट वाओ मेसेन्जर न। ए गाइस कोकोलाई यो गन स्किन थाहा यो बहुत पैसा उडाउन परेको यार। तर मैले किनेको हैन किनकि मेगा दिबु के मतलब अहिले अलि डायमन्ड छ हुन त 19 डायमन्ड छ भाइ मेरो आइडीमा। ब्रो अलमोस्ट किल्ड मी भाइ तेरो अघिमा हान्छु भाइ। ब्रो मेरो हेड नलाक है। यो राम्रो गन स्किन यार। Bro got cooked from my M1887. गाइस मलाई कमेन्टमा हजुरको यो प्लेयरको नामसित मलाई हजुरको फेभरेट गनको नाम पनि भन्नुस् है त ल। मेरो त मैले भनिदिन्छु कट्टा हो। तिम्रो के हो रचित फेभरेट गन? MP40 धर्न मजा आउँछ मलाई पनि थाहा। मैले पनि धरे। कति हेड लाको तर नमरेको मान्छे यार। कति हेल्थ यार कस्तो मर्दैन यार यो मान्छे पनि। अब त मर्यो है। लुकेलाले ह्यान्ड्स अफ होपको हातबाट मार्छु। गाइज के मैले युएमपीले मारौँ र युएमपी लिएर धर्दिने MP40 लिएर। यो बहुत राम्रो
राम्रो गन स्किन यार ल ल ल ल ल ल ल bro got cooked bro what are you doing bro you are just chilling bro you are camping bro just only M10 मारिदिन्छु भनेको त यस्तै भयो 3-2 मलाई एक राउन्ड त जित्न पर्छ यार अझै के गरौँ bro it's cooking time bro yes bro छोड दे मलाई छोड न मनी भाइ यो युट्युबरको बहुत ठुलो फ्यान हो तिमीले अरू साथीहरुसित भनिदिनु च्यालेन्ज गरौँ हजुरहरूले मलाई कमेन्टमा भनिदिनु होला है यस और नो तर मैले गर्छु यस भाउस किन मेरो नेट चलेन है साथीहरु 999 प्लस ब्रो द्याट्स नट फेयर ब्रो द्याट्स बल्ल आयो मेरो म भोरे गइन मेरो गुलवाल नलाग्यो साथीहरु मेरो गुलवाल नलाग्यो मेरो 999 प्लस चलेको हेर मैले गुलवाल लागु किन खाइ छैन मलाई नमारै यो चिटिङ हुन्छ गाइज हामीले एकैछिनमा किन हामीले नेट मिलाएर आउँछ गाइज एकैछिनमा नेट मिलेको अवस्था भेट्यो अझै बिग्रो गाइज मेरो भर्खरै बिग्रो ब्रो वाट द्याट ब्रो मेरो नि चलेन यार गाइज लिटरली गाइज मेरो नेट चले थिएन मलाई वान मार्दिए डिजेटबाट यस्तो चिटर छन् यार हाम्रो गेममा पनि चिटर आउन लाग्छन् यार मेरो चल्दैन यार के हानेको यार तिमीले त वान ट्यापबाट भर्न स्टार्ट भयो क्या तिमीले ओए ब्रो गो के भर्ने रे भाइ bro just bro that's right I'm the game champ oh bro के भन्दा थियो भाइ तिमीले के भने के मलाई मार्छु भने के